यता नन्दु भाइ वी मिस यु है यस्तो ड्रिमी देखेछ कि है तपाईँहरूलाई कस्तो लाग्यो पछाडिको भ्यू हेर्नु त र एगेन वेलकम टु माई मिनी ब्लग र आज चाहिँ हामी मरुनकोट जाँदै हौँ यही बाटो हुँदै र ब्याकग्राउन्ड कस्तो दामी देखिरहेको है र अब हामी यही बाटो 10 मिनट पुग्छौँ होला सायद 10-15 मिनटमा र तपाईँहरूलाई चाहिँ हामी देखाउनेछौँ यहाँको मरुनकोटको भ्यू अनि प्लिज किप वाचिङ अनि लाइक पनि गरिदिनु होला है ल र यता चाहिँ मेरो ग्रुपहरू छ यहाँ है यता हामी सबैजना जाँदैछौँ यता घुम्दै र खास हामी 6 जना आएको थियौँ 2 जना त गइहाल्यो इम्पोर्टेन्ट काम पऱ्यो उतातिर दामी छ यो ठाउँ चाहिँ हेर्नु न कस्तो दामी छ र यता नन्दु भाइ वी मिस यु है मतलब मरेको त छैन बिचरा होइन यहाँ हाम्रो ग्रुपबाट चाहिँ हल्का छुट्टिनु भएको छ उहाँलाई चाहिँ एकदम मिस गरिएको छ र अनि र यहाँको भ्यू हेर्न सक्नुहुन्छ बबाल छ है र अहिले चाहिँ हामी मारुङकोट जाने सिडीमा आइसकेको छौँ र यहाँबाट चाहिँ हामी थोरै हिँड्नुपर्छ जस्तो लाग्छ हावापानी चाहिँ सही छ यार गाइस चिसो छ हाम्रो ठाउँभन्दा त धेरै बेटर यहाँको हावापानीहरू मारुङकोट आइसकेको छौँ मरुनकोट हो कि मारुङकोट म हल्का कन्फ्युज भएको है र यहाँ यु क्यान सी र गाइज हामी चाहिँ मारुङकोट आइसकेको छौँ ल ब्याकग्राउन्ड हेर्नु ल कस्तो ड्रिमी देखेछ कि है र यता यो साइडमा चाहिँ खास यो रहेछ कि मरुनकोट चाहिँ है दामी छ यहाँ जो साथीहरूलाई साथीहरूसँग आउनुलाई चाहिँ चिल ठाउँ रहेछ यो तर मेन पोइन्ट चाहिँ यो ठाउँलाई चाहिँ फोहोर नगरिदिनु होला है जस्तो नुवाकोटलाई गरिदिनु भएको छ होइन बचाउनु होला फेरि अर्को जन्ममा तिम्रै हुन पाऊँ नलेखिएको भाग्यलाई बोकेर आउन पाऊँ फेरि छुट्टिएर मन सहन गाह्रो भो भारी पीडाहरू मनका बिसाउन पाऊँ तिमीलाई फुल दिउला तिमीले भू गरे नि तिमीलाई ल दामी देखिरह्यो ल हेर नि त्यहाँ त त्यो कुन ठाउँ यार त्यो बाग बजार चोर बजार हो चोर दामी देखेछ यहाँ चाहिँ र यो ठाउँबाट चाहिँ यस्तो भ्यूहरू देखिन्छ देख्न सक्नुहुन्छ तल चाहिँ बाटो पाल्पा जाने बाटो नाइस छ दामी लाग्यो भ्यू ठाउँ पनि दामी हावा पनि दामी सब दामी छ यार ठाउँमा र त्यहाँ हेर्नु न बाजे त्यहाँ ट्याक्क आफ्नो गाईहरू चराउँदै जानुभएको त्यहाँ ल यस्तो ठाउँमा जानुभयो यार गाई चराउन नि है तिमीले भुलिदिए नि तिमीले छाडी जाँदा भाँचिए